श्री रामकृष्ण वचन सुधा परिच्छेद 7 श्री रामकृष्ण तथा ईश्वरचन्द्र विद्यासागर अनुच्छेद 1 श्री विद्यासागरको घर। आज शनिबार हो, श्रावण कृष्ण पक्ष षष्ठी 5 अगस्त 1882 ईस्वी सम्वत। दिनको 4 बजेको होला। श्री रामकृष्ण भाडाको गाडीबाट कलकत्ताको बाटो बादुडी बगानतिर आइरहनु भएको छ। भवनाथ, हाजरा र मास्टर पनि सँगै छन्। उहाँ पण्डित ईश्वरचन्द्र विद्यासागरको घर जानुहुनेछ। विद्यासागरसँग श्री रामकृष्णको वार्तालाप। अनुच्छेद 3 श्री रामकृष्ण ज्ञान योग अथवा वेदान्त विचार। विद्यासागर कसैलाई धर्म शिक्षा दिँदैनथे। उनले दर्शन आदि ग्रन्थहरू पनि पढिसकेका थिए। मास्टरले एक दिन उनीसँग सोधे, तपाईलाई हिन्दू दर्शन कस्तो लाग्छ? उनले जवाफ दिए, मलाई यही लाग्छ, उनीहरूले जे कुरा बुझाउन खोजेका थिए बुझाउन सकेनन्। उनी हिन्दूहरू जस्तै श्राद्धादि सबै धर्मानुष्ठान गर्दथे, जनै धारण गर्दथे, आफ्नो भाषामा जति पत्र लेख्थे त्यसमा सबैभन्दा पहिले श्री श्री हरि शरणम लेख्दथे। मास्टरले अर्को एक दिन उनलाई ईश्वरका विषयमा भन्दै गरेको सुने। ईश्वरलाई त कोही जान्न सक्दैनन्, फेरि के गर्नु त? मेरो विचारमा हामी यस्तो हुनु पर्यो कि सबै त्यस्तै भइदिए यो पृथ्वी स्वर्ग बनोस्। हरेकले त्यस्तो चेष्टा गर्नुपर्छ जसबाट जगतको भलो होस्। विद्या र अविद्याको चर्चा गर्दै श्री रामकृष्ण ब्रह्मज्ञानको कुरा उठाइरहनु भएको छ। विद्यासागर धेरै ठुला पण्डित छन्। सायद सरदर्शन पढेर उनले देखेका छन् ईश्वरका विषयमा केही पनि जान्न सम्भव छैन। श्री रामकृष्ण भन्नुहुन्छ, ब्रह्म विद्या र अविद्या दुवैबाट टाढा छ, त्यो मायातीत छ। ब्रह्म निर्लिप्त छ, दुखादिको सम्बन्ध जीवसँग मात्र छ। यस जगतमा विद्या माया र अविद्या माया दुवै छन्। ज्ञान भक्ति पनि छन्, साथै कामिनी काञ्चन पनि छ। सत पनि छ, असत पनि छ, असल पनि छ, खराब पनि, तर ब्रह्म निर्लिप्त छ। असल खराब जीवहरूका लागि हो, सत असत जीवहरूका लागि हो। त्यसले ब्रह्मलाई स्पर्श गर्न सक्दैन। जस्तै बत्तीका अगाडि कोही भागवत पढिरहेछ र कोही षड्यन्त्र गर्दैछ, तर दीप निर्लिप्त छ। सूर्य शिष्टलाई पनि प्रकाश दिन्छ, दुष्टलाई पनि। यदि भन्छौ भने दुःख, पाप, अशान्ति यी सब फेरि के हुन्, त यसको जवाफ यो हो कि यी सब जीवहरूको लागि हो। ब्रह्म निर्लिप्त छ। सर्पमा विष छ, अरूलाई डस्दा ती मर्छन्, तर सर्पलाई त्यसबाट केही हानि हुँदैन। ब्रह्म अनिवर्चनीय छ, अव्यपदेश्यम। ब्रह्म के हो त्यो मुखले भन्न सकिँदैन। सबै कुरा जुठा भइसके। वेद, पुराण, तन्त्र, सरदर्शन सबै जुठा भए, मुखले पढिए, मुखबाट उच्चारित भए, त्यसैले जुठा भए। तर केवल एक वस्तु विज्ञानी देख्छ, जो ब्रह्म हो उही भगवान हो। जो गुणातीत छ उही षड ऐश्वर्यपूर्ण भगवान हुन्। यी जीव र जगत, मन र बुद्धि, भक्ति, वैराग्य र ज्ञान सब उनका ऐश्वर्य हुन्। जुन बाबुको घरद्वार छैन या त लीलामयको छ, ऊ कस्तो बाबु? सबै हाँस्छन्। ईश्वर षडैश्वर पूर्ण छन्। यदि उनको ऐश्वर्य नहुँदो हो त कसले उनको प्रवाह गर्थ्यो? सबै हाँस्छन्। विभुका रूपमा एक, तर शक्ति विशेष। हेर न, यो जगत कस्तो विचित्र छ। कति प्रकारका वस्तुहरू छन्। चन्द्र, सूर्य, नक्षत्र, कति प्रकारका जीवन यहाँ छन्। ठुलो, सानो, खराब, असल, कसैमा शक्ति धेरै, कसैमा कम। विद्यासागर, के ईश्वरले कसैलाई अधिक शक्ति दिएका छन् र कसैलाई कम? श्री रामकृष्ण, उहाँ विभुको रूपमा सबै प्राणीहरूमा हुनुहुन्छ, कमिलासम्ममा हुनुहुन्छ, तर शक्तिको तारतम्य हुन्छ। नहुँदो हो त कोही 10 मानिसलाई हराउँछ, कोही एउटै मानिसदेखि डराएर भाग्छ। यस्तो नहुँदो भए भला तिमीलाई नै किन सबै मान्थे? के तिम्रा 2 सिङ भएका छन्? हाँस्य आउँछ। अरूमा भन्दा तिमीमा अधिक दया छ, विद्या छ, यसै कारण मानिसहरू मान्दछन् र भेट्न आउँछन्।
के तिमी यो कुरा मान्दैनौ? केवल पाण्डित्य पुस्तकी विद्या असार छ, भक्ति नै सार हो। श्री रामकृष्ण केवल पण्डिततामा केही छैन। मानिसहरू किताब यसकारण पढ्छन् कि यसले ईश्वर लाभमा सहायता होला, तिनबाट ईश्वरको पत्ता लाग्ला। तपाईँको पुस्तकमा के लेखेको छ? कसैले एउटा साधुलाई सोधेछ। साधुले खोलेर देखाइदिए, हरेक पान्नामा ओम राम लेखिएको थियो, अरू केही थिएन। गीताको अर्थ के हुन्छ? त्यसलाई 10 चोटि भन्दा जे हुन्छ त्यही हो अर्थ। 10 चोटि गीता गीता भन्दा त्यागी त्यागी भन्ने निक्लन्छ। गीता यो शिक्षा दिइरहेको छ, हे जीव, त सबै छोडेर ईश्वर लाभ गर्ने चेष्टा गर। कोही साधु होस् वा गृहस्थी, मनबाट सारा आसक्ति हटाउनु पर्छ। जब चैतन्य देव दक्षिण भारतमा तीर्थ भ्रमण गरिरहेका थिए त उनले देखे एउटा मानिस गीता पढिरहेको छ, अर्को अलि पर बसेर सुनिरहेको र रुँदैछ। आँखाबाट आँसु झरिरहेका थिए। चैतन्य देवले सोधे, के तिमी यो सबै बुझेका छौ? उसले भन्यो, प्रभु, यी श्लोकहरूका अर्थ त म बुझ्दिन। अनि उनले सोधे, त्यसो भए किन रोइरहेको छौ त? भक्तले जवाफ दियो, म देख्छु अर्जुनको रथ खडा छ र अगाडि भगवान र अर्जुन कुराकानी गरिरहनु भएको छ, त्यही देखेर म रोइरहेको हुँ। श्री रामकृष्ण अझ भक्ति योगको रहस्य सुल्झाउँदै भन्नुहुन्छ, विज्ञानी किन भक्ति लिइरहन्छन्? यसको उत्तर यो हो, म जान्दैन। समाधि अवस्था त टाढा हुन्छ तर फेरि आइहाल्छ। साधारण जीवहरूको अहम जाँदैन। पिपलको वृक्ष आज काट, भोलिपल्ट फेरि टुसा आइहाल्छ। ज्ञान लाभपछि पनि थाहा छैन कसैबाट म फेरि आइहाल्छ। सपनामा तिमीले बाघ देख्यौ, त्यसपछि बिउज्यौ, तै पनि तिम्रो छाती धकधक गरिरहेको हुन्छ। जीवहरूलाई जे दुःख हुन्छ मबाटै हुन्छ। गोरु ब्याँ ब्याँ हामी भन्छ, त्यसैले त यति यातना पाउँछ। हलोमा जोतिन्छ, घाम पानी सहनुपर्छ, कसैले काट्छन्, छालाबाट जुत्ता बन्छ, दमा बन्छ, तब खुब पिटाइ हुन्छ, तै पनि छुटकारा छैन। अन्त्यमा तान्द्राबाट ताँदो बन्छ, दुनियाँ त्यसलाई आफ्नो धुनमा लगाउँछ, तब मै अर्थात् म भन्दै भन्छ, तू तिमी। जब तू भन्छ अनि छुटकारा पाउँछ। हे ईश्वर, म दास हुँ, तिमी प्रभु हौ, म सन्तति हुँ, तिमी आमा हौ। एक दिन रामले सोध्नुभयो हनुमानलाई, हनुमान, तिमी मलाई कुन भावले हेर्छौ? हनुमानले भने, राम, जब मलाई मको बोध हुन्छ तब देख्छु हजुर पूर्ण हुनुहुन्छ, म अंश हुँ। हजुर प्रभु हुनुहुन्छ, म दास हुँ। अनि म जब तत्त्व ज्ञान हुन्छु तब देख्छु तपाईँ नै म हो र म नै तपाईँ।